राजा ल्याउने भनेर एक थरी कराउने, राजाका अगाडि पाउमा दम चढाउनेहरूले आज यहाँ विरोध गर्न पाइँदैन। याद गर्नु होला, त्यो चुलोमा कहिल्यै राजतन्त्र फर्काउने, गणतन्त्र मास्ने, खिचडी 1 पाक्दैन, 2 पाक्दैन, 3 पाक्दैन, भ्रममा नरहिदिनु होला। पाक्दैन हजुर, पाक्दैन। खिचडी होइन, जनताले चाहे भने यहाँ भतेर लाग्छ। सम्माननीय सभामुख महोदय, त्यो भएर अहिले पनि म तपाईँलाई अपिल गर्न चाहन्छु, संसदमा यस्तो जसले देश बनायो त्यो संस्थाका विरुद्धमा बोल्दाखेरि कमसेकम होस पुऱ्याएर बोल्नुहोस्। एउटा राजा रहँदैमा र नरहँदैमा केही फरक पर्दैन। सामन्तवाद रहिरह्यो भने त्यसले फरक पार्छ, छोटे राजा भइरह्यो भने त्यसले फरक पार्छ भन्नुभएको आज मदन भण्डारीको सिद्धान्त पनि बेचेर खाए यिनीहरू मदन भण्डारीका कार्यकर्ता हुन् कि होइनन् भनेर आज प्रश्न गर्नुपर्ने अवस्था आयो। म आज सम्झिन चाहन्छु नेपाली काङ्ग्रेसका संस्थापक नेता जसलाई मार्गदर्शन मानेर आज काङ्ग्रेस 88 सिट ल्याएर आएको छ। उहाँले भन्नुभएको थियो, बिपी कोइरालाले भन्नुभएको थियो, यदि कसैले राजाको घाँटी काट्न आयो भने मेरो घाँटी माथि, राजाको घाँटी तल भन्नुभएको थियो। सम्माननीय सभामुख महोदय, आज भएका साथीहरू यी काङ्ग्रेस हुन् कि होइनन् भनेर अब प्रश्न चिन्ह खडा भयो। आज राजालाई यो संसदमा विरोध गरियो, कमसेकम बिपीको सिद्धान्तलाई त माने भए हुन्थ्यो। अर्को एकजना मान्यज्यूले भन्नुभयो, एकछिन मदन भण्डारीको एउटा भनाइ म यो संसदमा राख्न चाहन्छु। मदन भण्डारीले भन्नुभएको थियो, एउटा राजा रहँदैमा र नरहँदैमा केही फरक पर्दैन। सामन्तवाद रहिरह्यो भने त्यसले फरक पार्छ, छोटे राजा भइरह्यो भने त्यसले फरक पार्छ भन्नुभएको आज मदन भण्डारीको सिद्धान्त पनि बेचेर खाए यिनीहरू मदन भण्डारीका कार्यकर्ता हुन् कि होइनन् भनेर आज प्रश्न गर्नुपर्ने अवस्था आयो। यो 21औं शताब्दी हो, के गर्न राजा फर्काउने? 59 साल असोज कति पो गते हो फर्काउन, 61 साल माघ 19 गते फर्काउन, के का लागि राजतन्त्र फर्काउने? के पाइन्छ? अब राजा फर्काउन फेरि त्यत्रो पोखरा जुलुस गर्नुपर्छ। राजा पोखरा, पूर्व राजा पोखरा पुग्या, धेरै दुःख गर्नु पर्दैन। एउटा प्लेन टिकट काटिदिनुहोस् हजुर, पूर्व राजा जुलुस नगरिकन काठमाडौँ फर्किहाल्छन् नि। केलाई धेरै दुःख गर्नु? फर्किने भने काठमाडौँ त होला नि, कहाँ फर्किने? सिंहासनमा त सम्भव छैन। सम्माननीय सभामुख महोदय, संसारमा कुनै पनि व्यवस्था 3वटा तरिकाले फालिन्छ। पहिलो तरिका हो आन्दोलनबाट, राजालाई आन्दोलनबाट फालेको होइन। 2061-63 साल वैशाख 11 गते आन्दोलन स्थगित भयो यो देशमा। राजा 2065 साल जेठ 15 गतेसम्म यो देशमा राज संस्था छ। तपाईँहरूले आन्दोलनले फालेको। 12 बुँदे सम्झौतामा राजा फाले भनेर कहाँनिर लेखेको छ दफा? त्यसमा संसदको पुनर्स्थापना गरिएको। जनतालाई धोका दिने अनि संसदमा ठुलो कुरा गर्ने यो पाइँदैन। सम्माननीय सभामुख महोदय, अर्को कुरा जनमत सङ्ग्रहले फालिन्छ। तपाईँहरूले जनमत सङ्ग्रह गर्नुभयो? गर्नु भएन। अर्को कुरा स्थापित, त्यतिखेर राजाले स्थापित गरेको संसदले फाल्छ, राजाले संसद गरेर स्थापित छैन। र सम्माननीय सभामुख महोदय, एकजना मान्यज्यूले भन्नुभयो 84 मा चुनाव गर्न हिम्मत र दम छ भने 84 मा चुनाव होइन, राजा चाहिन्छ कि चाहिन जनमत सङ्ग्रह गरेर देखाउनुहोस्। नेपालका जनताले फैसला गर्छन्, संसदमा भएका 4-5 जना टाउकेले फैसला गर्ने होइन। यो जनताको विषयवस्तु। 2066 र 71 सालमा जनताका गाउँ गाउँमा तपाईँहरू जानुभएको थियो, यो देशमा राजा चाहिन्छ कि चाहिँदैन भनेर, धर्म संस्कार चाहिन्छ कि चाहिँदैन भनेर। तर त्यो पोको कहाँ राख्नुभयो? कहाँ लुकाउनु भयो? जनताले दिएको पोको खोल्नुहोस्। आज माओवादीले राजा चाहिँदैन भन्यो भने अलिअलि सुहाउँछ, तर राजाका पालामा प्रधानमन्त्री खाएको खाइ गर्ने, सङ्घर्ष चर्काउने भनेर अर्को थरी कराउने, प्रतिस्रोत भयो भनेर त अर्को थरी उफ्रेर डे 1 देखि यहाँ कराएको कराइ नै हुनुहुन्छ। ठिकै हो, यो त कराउने ठाउँ त हुँदै हो, पाइन्छ कराउने। यो के हो त? सरकार मन नपर्न सक्छ के? प्रमुख प्रतिपक्षले लोकतान्त्रिक गणतन्त्रको विकल्प खोजेको हो? वामपन्थी, इन्भर्टेड कमा भित्रको वामपन्थी, उग्र वामपन्थी पनि भन्दिन्न, दक्षिणपन्थ ढल्केको वामपन्थी पनि भन्दिन्न, त्यसको र दक्षिणपन्थी विचार बोक्ने र वामपन्थी विचार बोक्नेको एउटै चुलो बलेको हो। सहमति त्यसमा हो? सम्भव छैन, सम्भवै छैन। नभएको कुरामा के त्यो
इलम नभए जस्तो गर्नुहुन्छ। यो फेरि मलाई अचम्म लाग्छ सभामुख महोदय। म अलिअलि बुझ्ने भएदेखि मैले सुने निर्विकल्प पञ्चायती व्यवस्था अनि राजतन्त्रको विकल्प छैन। खोइ 36 सालदेखि सुनियो के रहेछ त भनेर बुझ्न खोज्यो, आन्दोलनतिर पनि लाग्यो। काङ्ग्रेस कम्युनिस्टलाई के अरे भेडाका छाला ओडेका बसाहरू पनि भनेर जुलुस बानेश्वर त्यतिखेरको शेराटनदेखि कतासम्म पनि कुदेकै थिए। तिनै पात्र हुन्, तिनै प्रवृत्ति हुन्, तिनै अनुहार हुन्। अहिले पनि राजा फर्काउने के फर्काउनुहुन्छ? फर्केदेखि आफू फर्किनुहोस् न, छोडिदिनुहोस् के त्यो, त्यसले फर्काउनेवाला छैन। आफू फर्किनुहोस् न। र मेरो अर्को एउटा भनाइ के छ भने सभामुख महोदय, म सिधासिधी नै भन्छु, टिकट काटिदिनु कि पोखराबाट काठमाडौँ फर्किने, जुलुस नलाउनु। अब सङ्घर्ष गर्नु पर्दैन प्रमुख प्रतिपक्षले। सङ्घर्ष कहिल्यै गर्न नपर्ने, सरकार बदल्न सङ्घर्ष गर्नुपर्ने व्यवस्था होइन लोकतान्त्रिक गणतन्त्र। बहुमत पुर्याउने, सरकार बनाउने, बढी भोट ल्याउने, चुनाव जित्ने, बहुमत पुर्याउने, सरकार बनाउने, चित्त बुझेन भनेदेखि अविश्वास प्रस्ताव लिएर आउने, बहुमत बनाउने, सरकार हटाउने, आफ्नो सरकार बनाउने। त्यतिका निम्ति केलाई सडक तताउनु पर्यो? फेरि सडक तात्दै त गएको छ नि। अब गर्मी लागेको, पानी परेन सभामुख महोदय, कुन दिनदेखि डढेलो लाग्छ, त्यो पनि हाम्रै कारणले लाग्यो भन्नुहुन्छ कि तातेर देशभरि डढेलो सल्किसक्यो आन्दोलनको भन्नुहुन्छ होला। आगलागीको सल्किन सक्छ, सरकारले समयमै ख्याल पुर्याओस्। गृहमन्त्रीज्यू ध्यान दिनु होला, आगो लाग्नुभन्दा अगाडि नै कुवा खन्नु होला, बाढीमा जस्तो अलिअलि गडबड नहोस्। त्यो चाहिँ खबरदारी हामी पनि गर्छौँ। माननीय सदस्य, यहाँको निर्धारित समय सकिएको जानकारी गराउँछु। अलिकति सभामुख महोदय, अलिकति चाहिँ एउटा कुरा भन्नै पर्यो। त्यो के हो भन्दाखेरि अहिले धेरै गम्भीरतापूर्वक उठिरहेको छ, माओवादीले आफ्नो कित्ता क्लियर गरोस्। दक्षिणपन्थी यात्रा हो कि समाजवादी यात्रा हो? व्यवस्था बदल्न खोजेको हो कि सरकार बदल्न खोजेको हो? यो संस्थापन हो काङ्ग्रेस एमाले 2007 सालदेखि यता। यो सरकार मात्रै होइन, यो संस्थापन हो नेपाली राजनीतिको। त्यति कुरा ख्याल गरेर चल्दिनेका निम्ति अनुरोध गर्न चाहन्छु। र नयाँ शक्तिहरूलाई भन्न चाहन्छु, यो सहकारीको ठगीको पक्षधरता लिएर नयाँ शक्तिको निर्माण चाहिँ हुँदैन है। हजुर हो, रिसानी माफ होला। धन्यवाद सभामुख महोदय। सकिन्छ भने प्रधानमन्त्रीले नै त्यसलाई मोनिटरिङ गर्ने, त्यही मन्त्र मातहत नै मोनिटरिङ हुने गरी यो वैदेशिक सहयोग स्वीकार र यसको परिचालनको एउटा सिस्टमभित्र र जुन हाम्रो लेखा प्रणालीभित्र पनि अनिवार्य पार्ने गरी व्यवस्था मिलाउनु पर्दछ भन्ने मलाई लाग्छ। अरू केही कुरा छन् सभामुख महोदय? सरकारले राम्रो काम गरेन भनेर प्रमुख प्रतिपक्षले गुनासो मात्रै गर्नुभएको छैन, दिनदिनै चर्को स्वरले कराइराख्नु भएको छ। त्यो कर्नरबाट बसेर हेर्दा यो कुरा ठिकै जस्तो होला। ठिकै हो, सरकारले सोचे जति गर्न सकेन होला। तर किन गर्न सकेन भन्ने कुरा पटक पटक प्रधानमन्त्री चलाइसकेका नेताहरूलाई थाहा छ कि छैन? पटक पटक प्रधानमन्त्री चलाइसकेका, सरकारमा बसिसकेका नेताहरूलाई थाहा छ कि छैन? उहाँहरूको पालामा किन भएन? आज प्रश्न उठिरहेको छ र खुद मैले पनि उठाइरहेको छु। यो विषय यसअघिका प्रधानमन्त्रीहरू, यसअघिका सरकारहरूलाई जानकारीमा भएको कुरा, उहाँहरूले सोचेको कुरा, नसोचेको कुराभित्र पर्छ कि पर्दैन? त्यसैले त्यो कुरामा सधैँ प्रतिपक्ष भन्ने चिज नेगेटिभ मात्रै हुन्छ जस्तो लाग्दैन। ध्वंसात्मक होइन होला, रचनात्मक नै होला। त्यसो हो भने तथ्यको आधारमा टेकेर बोल्नका निम्ति म अनुरोध गर्न चाहन्छु। सोचे जति भएनन्। अब एउटा कुरा चाहिँ के देखिया छ भने मन्त्रीहरू नम्बर पुगेन भनेर रुँदै हिँड्या देखिन्छ।
मन्त्रीले रुँदै हिँड्ने होइन, काम गरेर देखाउने हो। काम गर्नु नम्बर पुगिहाल्छ नि, त्यति भयो भने हुन्छ भन्ने मलाई लाग्छ। अहिले आलोचना र खबरदारी गर्ने प्रतिपक्षको हक हो, जसलाई हामी सम्मान गर्दछौँ। र काम गर्नकै लागि सरकारले अध्यादेश लिएर आयो, सुशासनका लागि लिएर आयो, सहकारीको ठगीका विरुद्ध लिएर आयो, सामन्तवादको जरामुरा नष्ट गर्नको निम्ति भूमि सम्बन्धी अध्यादेश पनि लिएर आयो। त्यसमा मेरो प्रश्न छ सभामुख महोदय, ती अध्यादेशहरूको कन्टेन्टले यो देशलाई अगाडि बढाउँछ कि पछाडि धकेल्छ? सुशासनको निम्ति योगदान गर्दछ वा कुशासनको निम्ति मलजल गर्दछ? जनताको आशा र विश्वास भरोसा जगाउँछ वा निराशा बढाउँछ? त्यतातिर होइन। हामी सरकारमा छैनौँ भन्ने आधारमा समाजवादको दुन्दुबी बजाएर नथाक्ने साथीहरूले समेत सामन्तवादको अवशेषका रूपमा रहेको सामान्य जनताले, भूमिहीन जनताले, त्यो पनि 10औं लाख जनताले जमिन पाउने कुरा चुनावका बेलाको चुनावी मत माग्ने मसला बनाइरहने हो कि समाधान गर्नका निम्ति योगदान गर्ने? यो दृष्टिकोणको प्रश्न हो, सत्ता र प्रतिपक्षको प्रश्न होइन सभामुख महोदय। यो चाहिँ मेरो खास गरिकन प्रमुख प्रतिपक्षलाई प्रश्न छ। के चाहन्छ प्रमुख प्रतिपक्ष? के भूमि सम्बन्धी सामन्तवादी अवशेष जिउँदै राखेर समाजवादको माला लगाएर हिँडिराख्ने हो मन्त्र जपेर, वा यो समस्याको समाधान गर्ने हो, वा चुनावको मसला बनाउने, जनताको समस्या जस्ता तस्तै राख्ने नौटङ्की गरिरहने हो? यसमा के गर्ने हो? प्रमुख प्रतिपक्षले गम्भीरतापूर्वक सोचोस्। यो मुद्दा जनताको मुद्दा हो, सरकारको मुद्दा होइन, प्रतिपक्षको मात्रै पनि मुद्दा होइन, साधारण नागरिकहरूको मुद्दा हो, जो खुल्ला आकाश मुनि बस्नु परेको छ, जो झरी मुनि बस्नु परेको छ। ती जनताहरूलाई न्याय दिलाउने, ती जनताहरूको मुहारमा खुसी लिएर आउने कुरा पनि हरेक सरकारको दायित्व हो। र यो सरकारले त्यो काममा हात हाल्दाखेरि अध्यादेश आयो, अध्यादेश आयो, अध्यादेश आयो, अध्यादेश आयो, अध्यादेश आयो मात्रै भनेर कराइरहने के हो रचनात्मक प्रतिपक्ष भनेको? त्यो पनि म भन्न चाहन्छु। अर्को, अरू साथीहरूलाई नि छ सुशासन भन्नुहुन्छ, सबै बिगारे काङ्ग्रेस एमाले, आमामामा हामी त नयाँ गजब गरिहाल्छौँ, गर्नुहोस्, शुभकामना छ। त्यसो हो भने एउटा सामान्य प्रश्न छ, जनताको प्रश्न छ, मेरो पनि प्रश्न छ। सहकारीमा बेमानी भएको कुरा, ठगी भएको कुरा के अरूले छानबिन गरेर निष्कर्ष निस्केको कुरा हो कि यही सम्मानित सदनले बनाएको, समितिले निकालेको निष्कर्ष उप सरकारले कारबाही चलाएको? त्यति कुराको हेक्का छ कि छैन? त्यो त थाहा पाउनु पर्यो। प्रतिशोध भयो भन्नुहुन्छ, प्रतिशोध भयो भन्ने हो भने दुईटा नागरिकता बोकेर हिँडे, अहिले पनि कारबाही भएको छैन। एउटा देशको नागरिकता छोड्या प्रमाण पेश गरे खोइ, चाहिएन कुरा। कानुनको दायराबाट कोही पनि माथि हुँदैन नि, यो न त्यो कुरा त ख्याल गरिदिनु पर्यो। प्रतिशोध भन्ने त कहाँ हुन्छ? हुँदै नभएको कुरामा, गर्दै नगरेको अभियोगमा, चुक्दै नचुकेको विषयमा सत्ताको दम्बले, सत्ताको बलले, दुरुपयोगले कसैमाथि पूर्वाग्रहपूर्ण कारबाही गराइन्छ भने त्यसलाई प्रतिशोध भनिन्छ। डेफिनेसन बुझोस्। होइन भने जनताले उठाएको ठगी भएको विषयमा सुशासनकै निम्ति यो लिएर आउँदाखेरि सधैँ त्यही कुरा भन्नुहुन्छ। कसरी भयो त्यो? ल ल्याउनु नि, त ल्याउनु, त्यो नागरिकता अर्को देशको छोडेको प्रमाण ल्याउनु नि त। त्यो चाहिँ किन नलिएर आएको नि अहिलेसम्म? त्यो चाहिँ के हो नि? छुट त पाएकै छ। यो एउटा कुरा मैले राख्न चाहेँ। त्यसैले मैले भनेको ठगीको पक्षमा कि विपक्षमा कता उभिने हो? प्रतिपक्षलाई पनि प्रश्न हो, कतापट्टि उभिने हो? चर्को कुरा गरेर मात्रै भोट बढ्ने हुँदैन। 84 त सबैलाई थाहा छ नि, आउँछ जान्छ, जसलाई जनताले पत्याउँछ नि त्यसले भोट पाउँछ। बाँकी कुरा के छ र?